स्थापित गर्ने भन्दाखेरि चाहिँ यसलाई चाहिँ म मान्ने दिँदैन। सबैमा सबैको उत्तिकै अधिकार हुन्छ, त्यसैले यो अधिकार पाउन र यो हकमा बाँच्न पाउनु सबैको उत्तिकै अधिकार हो भन्ने हिसाबले म चाहिँ त्यो हिन्दू धर्मलाई मात्रै मान्यता चाहिँ दिँदिनँ म, किनभने त्यसको चाहिँ म विरोध गर्छु। हामी बाँच्न पाउने भने सबैले बाँच्न पाउनु पर्यो, सबैले आफ्नो धर्मलाई उत्तिकै महत्त्व दिन पाउनु पर्यो भन्ने मलाई लाग्छ। त्यो पैसा दिएर अथवा पास्टरहरू खेतला पठाएर विदेशी पैसाले त्यो धर्मान्तरण गरिरहेछ भन्ने कुरा चाहिँ गलत हो। बाहिरबाट डलर आएर कसैले पनि त्यस्तो गरेको छैन। अब त्यो कहीँ कतै होला, उहाँले भेटाउनु भयो होला, त्यो भेटाएको मान्छे चाहिँ त्यसलाई म क्रिस्चियन मान्दैन। प्योर क्रिस्चियनले कहिले पनि अरूलाई नराम्रो बोल्ने, अरूको विरुद्धमा बोल्ने, उसले बोल्छ आफ्नो दिदी बहिनी पनि छ नि, दिदी बहिनी सरह मान्छ। कसैलाई पनि उसले बलात्कारको कुरा, उसलाई नराम्रो कुरा, मार्ने धम्की कहिले पनि क्रिस्चियनले दिँदैन। तर उहाँलाई दियो त अन्य जातिले नै भनेको हुनसक्छ। म चाहिँ